Hello guys, welcome back to my channel. My YouTube फ्यामिलीहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्दै म पनि सन्चै छु यहाँ हैन। अहिले चाहिँ म यहाँ हाम्रो भ्याकेसन होमवर्क दशैंको भ्याकेसन होमवर्क दिनु भएको थियो, त्यो पुरा गरेको थिएन अनि हल्का कम्प्युटरको हिजो सरले गरेर आउनु भन्नुभएको थियो, त्यही गर्दै छु हैन गाइज। यस्तै छ हालचाल, सबैजना ठिकै हुनुहुन्छ यहाँ। हजुरहरु पनि सन्चै हुनुहुन्छ होला, सन्चै रहनु भन्ने आशा गर्दछु हैन। बसेर होमवर्क गर्दैछु, होमवर्क गर्ने कार्यक्रम चलिरहेको छ। हजुरहरु पनि भ्याकेसनको होमवर्क बिस्तारै बिस्तारै गर्नु होला, एक दुईवटाको सबैको नगर्नु होला, भ्याउनु पनि हुँदैन। हजुरहरुको पढ्ने पनि टाइम हुन्छ, त्यसैले जति सक्नुहुन्छ त्यति चाहिँ गर्नु होला भन्न चाहन्छु हैन। थोरै भए पनि थोरै सक्दो थोरै गर्दा पनि राम्रो हुन्छ भन्ने एउटा आशा छ। त्यसैले म पनि आज स्टार्ट गरेको भ्याकेसन होमवर्क गरेकै थिएन, नत्र कति एउटाको छुटेन भ्याकेसन होमवर्क, अनि त्यही भ्याकेसन होमवर्क थोरै गर्दै छु हैन। हजुरहरुले पनि सक्दो गर्दा चाहिँ राम्रो हुन्छ भन्ने एउटा आशा छ हैन। त्यो चाहिँ गर्नै पर्छ है, थोरै भए पनि। म चाहिँ भ्याकेसन होमवर्क गर्दैछु खतरा प्याङ प्याङ गर्दै। हजुरहरु पनि गर्नु होला हैन। हजुरहरु अब कसको बीचमा बोर्डिङ लागेछ, दशैं र तिहारको बीचमा लाग्नेहरुको जानु होला, बोर्डिङ गएर पढ्नु होला राम्रोसँग, रेगुलर क्लासमा एटेन्ड हुनु होला। घरमा बसेर यतिकै बस्नु, घरमा बसेर बोर्डिङ नगरेर यतिकै घरमा बस्नु भन्दा बोर्डिङ गरेर एक दुईवटा कुरा पनि बोर्डिङबाट सिकेर आउनु ठुलो कुरा हो हैन। त्यसको लागि चाहिँ हामी जहिले पनि क्लासमा रेगुलर प्रेजेन्ट हुनुपर्छ। घरबाट सिकेका कुराहरु गएर बोर्डिङमा सरहरुलाई शेयर गर्ने, राम्रो कुराहरु नराम्रो कुराहरु त फेरि शेयर नगर्नु, हल्का फेरि बिल्ला हुन्छ बोर्डिङमा हैन। घरबाट राम्रो राम्रो कुराहरु मम्मी बाबाले भन्नुभएको सिकेछ भने सरहरुसँग शेयर गर्ने, यस्तो यस्तो सर राम्रो कुरा हो, यो मिस्टेक छ, यस्तो बोर्डिङबाट सिकेका राम्रा राम्रा कुराहरु ज्ञानतर्फका कुराहरु आएर मम्मी बाबाहरुसँग शेयर गर्ने। यसो आज यो पढाइ भयो, यो मलाई आउँछ, मम्मी सोध्नु त एकचोटी रिभिजन पनि हुन्छ हजुरहरुलाई हैन। त्यो गर्दा त अब राम्रो हुन्छ। त्यसैले एजुकेसन इज द मोस्ट इम्पोर्टेन्ट वेपन भनेको इन आवर लाइफ। एजुकेसन, शिक्षा बिना केही काम छैन इन द वर्ल्ड। एजुकेसन इज द ब्युटिफुल थिङ्स र इम्पोर्टेन्ट थिङ्स पनि भन्न चाहन्छु, किनकि धन भन्दा विद्या ठुलो भनेको पनि छ। एजुकेसन भयो भने के आउँछ? मनी। बट धन भयो भने पनि हामी पढ्न सक्छौँ। अहिले दुईटै थिङ्स इम्पोर्टेन्ट छ भनौँ हैन। एजुकेसन मात्र भएर हुँदैन हैन। मेन कुरा चाहिँ एजुकेसन, एन्ड त्यसपछि चाहिँ धन ठुलो हुन्छ, सम्पत्ति हो। हामीले धन कमाउन छ भने एजुकेसनको हामीसँग ज्ञानको भण्डार हुनुपर्छ, अनि मात्र धन आउँछ, नत्र पोसिबल छैन। पोसिबल छ तर हल्का धेरै हार्ड वर्किङ गर्नुपर्छ हामीले। अहिलेदेखि नै हार्ड वर्किङ गर्यौँ भने पछि हाम्रो लाइफमा इजी आउँछ, इजी पार्टहरु। अब अहिले हामीले आफ्नो टाइममा चाहिँ हामीले अब हार्ड वर्किङ नै गरेन भने, हामीले यतिकै बस्यौँ भने चाहिँ हामीले पछि के गर्नुपर्छ? हामीले आफ्नो घर जम बनाउँदा चाहिँ एकदम हार्ड वर्किङ गर्नुपर्छ। एकदम प्रेसर हुन्छ, टाउकोमा प्रेसर, टेन्सन, एन्ड टेन्सन भएपछि हामीले के को गोली खानुपर्छ? डिप्रेसनको ट्याब्लेटहरु खानुपर्छ। डिप्रेसन हुन्छ, टेन्सन धेरै भयो भने। त्यसैले टेन्सन हटाउन छ भने अहिलेदेखि नै हामीले हार्ड वर्किङ स्टार्ट गर्नुपर्छ। हार्ड वर्किङ स्टार्टको लागि के गर्नु पर्यो? रिभिजन, पढाइमा धेरै ध्यान दिनु पर्यो, ज्ञानको भण्डार हुनु पर्यो। सम्पत्ति, हाम्रो पछिको सम्पत्ति भनेको ज्ञान। ज्ञानबाट हामीले सम्पत्तिहरु कमाउन सक्छौँ। आफ्नो सम्पत्तिहरु इन्क्रिज गर्न हामीले के गर्नु पर्यो? पहिला
हामीले स्टडी स्किललाई हामीले इम्प्रुभ गर्नु पर्यो, त्यसलाई हामीले भेरिफाई गर्नु पर्यो हैन। अब आफूलाई एकचोटि पढ्दैमा आउँदैन भनेर हामीले छोड्दिन मिल्दैन, किनकि त्यही कुरालाई ट्राई गरिराख्यो भने द्याट इज पोसिबल। सबै कुरा पोसिबल छ, गर्नु मात्रै पर्यो मान्छेले। गर्दैन अनि यत्तिकै यो त एकदम हार्ड रहेछ गर्न सक्दिनँ म भन्न कहाँ मिल्छ, त्यो मिल्दैन नि। हो त्यही हो मेन कुरो चाहिँ हामीले के गर्नु पर्यो, प्र्याक्टिस ट्राई गर्नु पर्यो। एकचोटि फेल हुँदैमा हामीले हार खान मिल्दैन नि कुनै कुरा पनि। एकचोटि फेल भयो त फेल भयो नि, हो त्यो फेलियरबाट के कुरा एउटा लेसन सिक्ने, त्यहाँबाट मैले के कुराले गर्दा चाहिँ म फेल भयो भनेर एउटा ध्यान दिने। त्यसैले फेलियर हुने बित्तिकै हामीले हार खानु हुँदैन। फेलियर भएपछि फेरि अझै ट्राई गरेको गरे ट्राई, जबसम्म हामीले सक्सेस प्राप्त गर्न सक्दैनौँ हामीले ट्राई चाहिँ अनिवार्य गरिराख्नुपर्छ। ट्राइङ इज मोस्ट इम्पोर्टेन्ट हैन। फेलियर मान्छेहरूले नि केही गरेर सक्सेस गरेको छ कि हैन। अहिले वर्ल्डमा सबैभन्दा यो वर्ल्डमा धनी मान्छे सक्सेस पिपुलहरू बिल गेट्स, अनि अर्को आइज्याक न्युटनहरू, यिनीहरू पनि साइन्टिस्टहरू पनि यत्तिकै साइन्टिस्ट बनेको त जन्मिँदै बनेको होइन नि, के गरी बनेको हो भन्दा खासमा चाहिँ यिनीहरू एकचोटि केही ट्राई गर्दा फेलियर भयो होला, त्यसपछि फेल भएपछि फेरि ट्राई गरे नि त उनीहरूले त। आफ्नो त्यो जर्नीलाई के राख्यो, आफ्नो जर्नीलाई तिनीहरूले गरिराख्यो नि। आफ्नो जर्नीमा कहिले पनि यिनीहरूले फेल भएर म फेल हुने बित्तिकै यिनीहरूले हार खाएन। यिनीहरूले आफ्नो जर्नीलाई के गर्यो, कन्टिन्यू राख्यो, अनि आफ्नो जर्नी आफ्नो गोलहरू यिनीहरूले एचिभ नै गरेरै छाड्यो। के को रिभिजन ट्राई गरेको गरे, जबसम्म हार्ड वर्किङ ट्राई हामीले जबसम्म सक्सेस प्राप्त गर्न सक्दैनौँ, सक्सेस हाम्रो पछाडि जबसम्म भाग्दैन हो त्यतिखेरसम्म हामीले ट्राई चाहिँ गरिराख्नुपर्छ। हामीले आफ्नो जर्नीलाई कन्टिन्यू राखिराख्नुपर्छ। कहिले पनि फेल भयो भन्दैमा हार खानु हुँदैन। त्यही हो आजको लेसन भन्न। थ्याङ्क यू अल अफ यु। ल बाई।